त म गाइज होइन यहाँ चाहिँ म 2-3 मिनटसम्म डुब्ने चालानीमा च्यालेन्ज गर्दैछु हेर्नु है त गाइज 500 तिमी यहाँ 3 मिनटसम्म डुब्यो भने 500 म दिन्छु ल बाजे त लु बाजीको छ गाइज होइन उसले चाहिँ हान्न लाग्यो बब्बाल हानु बब्बाल यहाँ सो गाइज हेर्नु त गाइज अझै निस्केको छैन मान्छे होइन हेर्नु है गाइज तपाईँ ढुङ्गामा बसिरहेको होला भने चाहिँ मेरै खुट्टा हो मान्छे त गायब भयो हो गाइज खोइ त अनि 26 सेकेन्ड भइसक्यो यार मान्छे कहाँ पुग्यो गाइज ल यता कतै आएको छैन यार ल हेर्नु गाइज मान्छे कहीँ छ 26 सेकेन्ड भइसक्यो होइन गाइज 26 सेकेन्ड भइसक्यो अझै मान्छे कस्तो पत्तो छैन बा मरे खोइ फेरि दुवा हेरौँ न गाइस आम्मामा यार सानो गइरह गाइस यहाँ कम्ती 2-5 भन्दा अझ बढी गइरह होला सायद सुबे माथि हल्का ढुङ्गा टाइप छ है नभए खासै त सबै दुवा होला हामी दुवा खाँदैछ ल गाइस हेर्नु 1 मिनट 16 सेकेन्ड भइसक्यो 3 मिनट डुबेको कि 4 मिनट डुबेको बात छ हामीले 3 मिनट होइन गाइस 1 मिनट 22 सेकेन्ड 23 सेकेन्ड भइसक्यो गाइस मेरो 500 उडाइछ नि क्या हो केटाले सो गाइस हेर्नु होला हैन 500 को बाजी थियो हैन 500 को बाजीमा केटाले हैन ज्यान दिन्छ नि यो 500 को 500 मा ज्यान जाला गाइसहरुको हैन गाइस ल गाइस कसम भित्रै डुबेर मरि क्या हो हाम फाल्नु पर्छ है क्या ओ 2 मिनेट भइसक्यो गाइस अब 1 मिनेट मेरो 500 जान्छ मेरो 500 गयो अब हेर्नु गाइस म त पगरतिर पनि छैनन् मान्छे कता निस्किनु यो मान्छे हेर्नु गाइस त कतै खान्छ मान्छे कतै छैन नि हेर्नु गाइस पारीपट्टि हेर्नु कहीँ छ मान्छे ल हेर्नु त मान्छे कहीँ छ मान्छे मेरो ओहो चप्पल हो मेरो चप्पल हो गाइस मान्छे कहीँ छ नि हेर्नु गाइस 50 भइसक्यो 51 राम गाइस मेरो 3500 रुपैयाँ गयो मेरो 500 गयो अघिचोटि चाहिँ गाइस हैन अब अरू बेला चाहिँ तपाईहरुलाई देखाइ 4-4000 को बाजी खेल्नुपर्छ हैन 1 घण्टा डुब्नु सक्छ नि सक्दैन 1 घण्टा त नभन्नु एकजना साथ जान्छ होला 3 मिनेट 13 सेकेन्ड ल जहाँ निस्क्यो हैन मान्छे हैन उ तल निस्क्यो मेरो 500 पचायो त कति गइरह मेरो 500 पचाएको हो मेरो 500 गयो गाइस बाइ बाइ टाटा अर्को चोटि भेटौँला।